सिद्ध बाबाको मन्दिरमा दिदीको कपाल खराएर मैले चाहिँ आज तेल लाएर आएको भएर लगक्क छ। दिदीले चाहिँ घरबाट केटारी फुरुर नुहाउँछु भनेर आउनुको खै यता आउनु सिद्ध बाबा मन्दिरको पहाड तल मन्दिर हुन्छ। हामी टपमा आएर फोटो खिचेका छौँ। पूजा भ्याइसक्यो। बिहानको 5 बजी उठेर रेडी भएका थियौँ। हाम्रो यो बुटोलको प्रसिद्ध सिद्ध बाबा मन्दिर दिदीलाई चाहिँ दर्शन गर्नु मन लागेको थियो। त्यही भएर मैले आज फेरि मन्दिरको दर्शन गराएर ल्याएको। म त आइरहेको छु दिदीको लागि। यता पनि एकदम राम्रो छ। सिद्ध बाबा त हावाले त कति हो बाबा। सुरङ पनि बन्दैछ है सिद्ध बाबाको सुरङ। पाल्पा निक्लिने सुरङ हो नि त त्यो। अब हामी भ्याइयो त कार्यक्रम सिद्धि हो। अब कता जाने कार्यक्रम छ। दर्शन गरियो, खुसी लाग्यो सिद्ध बाबाको। बिहानै आइयो नुहाइ धुवाइ गरेर। के पर्यो भाइ कति खुसी लाग्यो। ल भगवान्को ल चङ्गा हुँदो रहेछ। नाचेर देखाइदिन्छ दिदी। के भनेर नाच्यो? हरि भजन गाउला शिवजीको मन्दिरमा। हरि भजन ल शिवजीको रूप सम्झनालाई सजिलो शिवजीको रूप हाम्रो दिदी चाहिँ तल मन्दिर नाचेर चाहिँ आउनु है। एकदम भजन लागेको थियो। मन थाम्न नसकेर चाहिँ नाचेर धुमधाम अझै पनि चित्त बुझ्यो छैन। मबाट सियर पनि आइसक्यो मेरो। सारा संसार हरिको म पनि हरिको। जय हो हरिबल 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 हरिको म पनि हरिको। हरिबल 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 हरिबल। कस्तो पहाडको छाँगो छ नि त हाम्रो। ए मेरो त हात पनि पाटे ल। बाई बाई।